19 गतेको फाइल खोलिन्छ भन्छ एउटा ट्यापे सुदन गुरुङ। ओ आतंककारी प्रचण्डे, ओ आतंककारी केपी ओली भन्ने यही रवि लामिछाने त्यही बालेन सातेली होइन त। हर्क साम्पाङ जे बोल्दैछ देशको लागि बोल्दैछ। हाम्रो राजदरबार अगाडि अमेरिकन एम्बेसी छ, त्यो डोजर लगाउने भनेर तपाईँहरूले आवाज उठाउनुपर्छ। डाक्टरले यसो अनुहार हेर्दा 500 लिन्थ्यो, आज 1000 लिन्छ। मेरा सम्पूर्ण आदरणीय मेरा पत्रकार दाजुभाइहरू, आज तपाईँहरूले यो एउटा प्रेस मिटमा एउटा बोल्न अवसर दिनुभएको छ। देशको परिस्थिति र पत्रकारहरूको पनि परिस्थिति, जनताको परिस्थिति र सिमाना नाकाका परिस्थिति र यो सरकार हाम्रो शासकको लागि हामीले केही न केही आवाज त उठाउनै पर्छ। हेर्नु, आज यो सरकारले तपाईको प्रतिपक्ष पनि चाहिँदैन भनेर चाहिँ तपाईको सदनमा हाम्रो शासकले अनुहारै देखाइरहेको छैन। एउटा हाम्रा आदरणीय नेता माटोका अध्यक्ष हर्क साम्पाङज्यूले बार खोज्नुहुन्छ टर्च बालेर, कहाँ हुनुहुन्छ प्रधानमन्त्रीज्यू, कहाँ हुनुहुन्छ रक्षा मन्त्रीज्यू, कहाँ हुनुहुन्छ गृह मन्त्रीज्यू भनेर बोल्दै गर्दा बिचारा होइन, अब पुँजीवादी हाम्रा सभामुख महोदय उहाँ जवाब दिनुहुन्छ। प्रधानमन्त्रीको साटो म बोल्छु, गृह मन्त्रीको साटो म बोल्छु, रक्षा मन्त्रीको साटो म बोल्छु। बिचारा बोल्दा बोल्दै प्रधानमन्त्री रामचन्द्र पौडेल पनि भनिदिनु भयो। उहाँले हेर्नुहोस् भनेपछि उहाँको त मतलब दिमागै तपाईँको खुस्किसकेको छ हाम्रो देशको सभामुखको। हेर्नु, अब प्रधानमन्त्री बालेन शाहलाई बिर्सिएर राष्ट्रपतिलाई प्रधानमन्त्री बनाइदिनु भयो भनेपछि अब सभामुखको पनि होस छैन। अर्का हाम्रा हुनुहुन्छ फेरि घन्टे ग्याङका अध्यक्षज्यू रवि लामिछाने, कैदी नम्बर 133। अमेरिकामा 7वटा मुद्दा छन्, नेपालमा अब तपाईँको मुद्दाका तपाईँका अनगन्ती छन्। यताबाट पनि धारिलो हतियार छ, यताबाट पनि झारिलो हतियार छ। त्यो तपाईँको दसैँ तिहारमा कुल पूजाको दिन घरमा पालेको गनाउने बोको हुन्छ, त्यस्तै गनाउने बोको भएर परेर बस्नुभएको छ मुरकुटो जस्तो भएर। त्यो भएको कारणले दाजुभाइ दिदीबहिनीहरू, हामीलाई देश चलाउन, राष्ट्रिय चलाउन, सिमाना नाका चलाउनका लागि यस्ता शासकले हामीलाई काम दिँदैनन्। यी शासकहरू भनेका तपाईँ एउटा कुरा विचार गर्नु, हिजो तपाईँहरू जस्तै युट्युब चलाएर, तपाईँहरू जस्तै फेसबुक चलाएर, तपाईँहरूले भाइरल बनाएर, तपाईँहरूलाई चाहिँ अझ पैसा दिएर पनि लान्थे। कोही पानीका बोतल लात्तले हान्दै हिँड्थे। अब अर्को एउटा त्यो तपाईँको हेर्नु, एउटा त्यो फलामको सिक्री बाँधेर हिँड्नेले के भन्थ्यो, ओए डिएसपी मेरो भाइ सल्लाह लिएर बसेको छ भन्थ्यो। आज हेर्नु यिनको हालत के छ। सिंहदरबारभित्र खोर 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 भनौँ, स्वाट्टभित्र सिंहदरबारबाट निक्लियो स्वाट्ट गाडीमा। अनि पत्रकार भाइहरूले दाजुभाइहरूले सोधे भने के भन्छन्, हामीलाई त हाम्रो अध्यक्षले बोल्न नदिनु भनेको। ए भाइ, बोल्दै नबोल्ने, प्रधानमन्त्री पनि नबोल्ने, 182 जना घन्टे पनि नबोल्ने भने नेपालका लाटा जति सबै लगेर त्यहाँ राखिदिउँ न। अगर बोल्दै नबोल्ने हो भने त हामीले लाटा जतिलाई लगेर त्यहाँ राखिदिउँ। आज हेर्नु, पत्रकार दाजुभाइहरू पनि के भन्छन्, नाम्ची लिएर नबोल्नु है दाजु, हामीलाई पनि 2 लाख धलोटी खोलिदिन्छ है भन्नुहुन्छ। भनेपछि यो निरङ्कुशताबाट हामी 240 वर्षको निरङ्कुशतालाई तोडेर आज यो देश हामीले विकास र समृद्धिको बाटोमा लाँदाखेरि यी यस्ता फ्याउटाहरू जन्मिए जो कि बोल्दै बोल्दैनन्, गुङ्गाहरू। यिनका मुखमा ताला बाँधिदिएको छ। अब हेर्नु, यहाँ हाम्रो बालेन शाहजी गरिबको चमेली, बोल्दिने कोही छैन, बोल्न दे सरकार भन्नुहुन्थ्यो। अनि उहाँले के भन्नुहुन्थ्यो, यी बुढाहरूलाई एउटै ठाउँ पोको पारेर बङ्गलादेशको खाडीमा हालिदिनुपर्छ भन्नुहुन्थ्यो उहाँले। अनि उहाँले अर्को कुरा के भन्नुहुन्थ्यो, ओए केपी ओली तेरो सिंहदरबार जलाइदिन्छु भन्नुहुन्थ्यो। तर शेरबहादुर देउपाले के भन्नुभयो, बोल्न पाइन्छ लोकतन्त्रमा। आज हाम्रा पत्रकार दाजुभाइ दिदीबहिनीहरू क्यामेरा बोकेर हिँड्नु भएको छ। रवि दाई नाम चाहिँ नलिदिनु है। फेरि हेर्नु, तपाईँलाई त मुद्दा हालेका छन्, पुरै नेपाल घुमाएका छन्, हामीलाई पनि घुमाइदिन सक्छन् भनेर भन्नुहुन्छ। भनेपछि यो कस्तो निरङ्कुशता शासक होला, यो शासक कसले बनायो भनेर तपाईँहरू हामीहरूले अल्मलिन जरुरी छैन। बालेन शाहले आर्मी र सशस्त्र र पुलिसलाई अगाडि राखेर सुत्केरी महिलाले मेरो घर भोलि भत्काइदिनुहोस् न भन्दाखेरि त्यो सुत्केरी महिलालाई तानेर घर भत्काइएको छ। 2 वर्षको बच्चा बाटामा निक्लेर दुबईमा बसेको बाउलाई गुहार्दैछ, बाबा हाम्रो घर भत्कायो भनेर। भनेपछि अब तपाईँ भन्नु, यो बालेन शाह यो शासकले हाम्रो राजदरबार अगाडि अमेरिकन एम्बेसी छ, त्यहाँ डोजर लगाउनु नि।
हाम्रो काठमाडौँभित्र सबै विदेशी एम्बेसी छन्। कसैलाई धादिङमा लगेर बनाइदिनु एम्बेसी, कसैलाई नुवाकोटमा लगाएर बनाइदिनु। राजदरबार अगाडि अमेरिकन एम्बेसी बसेको छ। बालेन शाहलाई छिर्न सजिलो भएको छ। साँझ परेपछि लुसुक्क छिर्दिने। अब हेर्नु गृहमन्त्रीज्यू आउनुभयो, 2-4 जना माइती घर मण्डलामा राख्नुभएको छ चेलीबेटी। त्यहाँ आउन जान पत्रकार दाजुभाइहरूले र्याग भयो, म बेलुका आउँछु है भनेर हात हल्लाउँदै हिँड्नुहुन्छ भने यस्ता देश जलाउने, यस्तो तपाईँको हिजो 3 करोड नेपाली जनताको प्रत्येक 4-4 आना 8-8 आना 1-1 पैसा पसिना बगाएर साग बेचेर गुन्द्रुक बेचेर अनेक पन्न गरेर चाहिँ बनाएका हाम्रा संरचना ध्वस्त बनाउनेले देश बनाउँछन् भनेर हामीले विश्वास गर्नु पनि कुनै ठुलो कुरा होइन। त्यो भएको कारणले म पत्रकार साथीभाइ दाजुभाइहरूलाई के भन्न चाहन्छु भने तपाईहरू भनेको राज्यको चौथो अङ्ग हो। तपाईहरूमाथि आज शोषण भइरहेको छ, तपाईहरूलाई बोल्न दिइरहेको छैन। कुनै पनि व्यक्तिलाई तपाईँले स्वतन्त्र तरिकाले आजको दिनमा बोल्न दिनुभएको छैन। रवि दाई बालेन शाहको नाम नलिदिनु है भन्नुहुन्छ त। बालेन शाह बालुवाटारमा बस्छ, एक सरको दुनियाँहरूको सुदन गुरुङ माल ल्याइदिने, बालेन शाह भित्र बस्ने, गाँजा भर्ने, खाने, भित्र त त्यही काम भइराखेको छ। त आएर त बोल्दैन संसदमा। अब राति भएपछि गाँजा खाइदिने अनि सुतिदिने। अब भोलि के गर्ने त भन्दा गरिबका घर देख्नै नहुने, गरिबका घर चल्यो कि डोजर हानिदिइहाल्ने। झापामा म अस्ति गएको के भने, दाजु तपाईँले त हरेक कुरा गर्नुभयो, हरेक प्रकारले कुरा गर्नुभयो, हामीले तपाईँलाई गाली बेजती गऱ्यौँ, मुद्दा पनि हाल्यौँ, तर तपाईँले भनेको कुरा सत्य पुग्यो नि दाजु। हाम्रा त घरै रहेनन्। बोर्डर पारीबाट तपाईँका बिहारीहरू यत्रा धुर्मुस बिहारीहरू आउन थालिसकिरहेछन्, हामीलाई हप्काउन थालिसकिरहेछन्। कसरी हामीले यो देश बचाउने भनेर झापामा भन्छन्। अब धरानमा गयो भने के भन्छन्? बिचारा हर्क साम्पाङजीले सुनसरीबाट भोट त जितेर आउनुभयो, त्यहाँका जनतालाई आश्वासन दिएर आउनुभयो, म तपाईँहरूलाई स्वास्थ्यको लागि राम्रो काम गरिदिन्छु, तपाईँहरूलाई राम्रो स्कुलहरू खोलिदिन्छु, तपाईँहरूलाई घाँस कपासको सेवा गर्छु। आज हेर्नु सबैभन्दा धान खेती हुने ठाउँ हाम्रो सुनसरी। हेर्नु सुनसरीका किसानहरू फ्या परेर उत्तानो परेका छन्। अब एउटा आउँछ फ्याउटो आउँछ, के भन्छ? मल यो युरिया कम्पनी त हाम्रो देशमा खोल्ने भन्छ। त्यसलाई थाहै छैन एउटा कम्पनी, एउटा युरिया कम्पनी कत्रा धनी राष्ट्रले खोल्न सक्दैनन् भने एउटा फ्याउटो आएर चाहिँ हामी यही कम्पनी खोल्ने भन्छ। उता धान खेती नष्ट भइसकेको छ, अब तपाईँको आधी बेरी आउनेवाला पनि छ। त्यो कुरा सरकारलाई थाहा छैन। सरकार त लाटो हो नि त, त्यो कुरा थाहा हुँदैन। अब अर्को कुरा हेर्नु, अब त्यहाँनेरि हर्क साम्पाङलाई अर्को प्रश्न खडा गरिएको छ, तपाईँलाई हामीले भोट किन दिएको? तपाईँ हाम्रो गाउँ किन आउनुहुन्न? तपाईँ किन विकास गर्नुहुन्न? तपाईँहरूले दिएका जुन हामीलाई भोट लिँदाखेरि गरेका घोषणा बाचा र घोषणा पत्रहरू चाहिँ कहाँ लुकाएर हिँड्नु भएको छ भनेर हर्क साम्पाङलाई प्रश्न सोध्छन्। बिचरा हर्क साम्पाङ लन्ठ्याङ सिंहदरबारभित्र छिर्छन्। प्रधानमन्त्री नि हुँदैन, कुरा कसलाई राख्ने? गृहमन्त्री नि हुँदैन, कुरा कसलाई राख्ने? अब अहिले के गरिरहेछ भने प्रधानमन्त्रीले सबै कुरा जिम्मा आर्मीलाई जिम्मा दिएको छ। अहिले यो देश थाहा छ कसले चलाउँदैछ? थोरै बालेन शाहले चलाउँदैछ। देश अहिले आर्मीले चलाउँदैछ। हाम्रो हेर्नु एयरपोर्ट कसले चलाउँदैछ? आर्मीले चलाउँदैछ। हाम्रो आयल निगम कसले चलाउँदैछ? आर्मीले चलाउँदैछ। यही रवि लामी छाने होइन रुस्टममा बसेर बोल्ने, ओ केपी ओली यो आयल निगम भनेको सरकारको हुन्छ भनेर भन्ने यही रवि लामी छाने होइन, यही बालेन शाह होइन भने आज सरकार त यिनीहरूमा छन् नि त। हामीले इन्डियासँग रुससँग सन्धि गर्दाखेरि इन्डियाले हामीसँग सन्धि गर भनेर हामीले रसियासँग सन्धि नगर्दाखेरि हामीले यो जुन तेल आयात हुन्छ हाम्रो डाइरेक्ट रसियाबाट इन्डिया हुँदै नेपालमा आउँछ। इन्डियामा तपाईँको 99 देखि 107 रुपियाँ प्रति लिटर तेल हुन्छ भने आज नेपालमा 219 रुपियाँ 18 रुपियाँ पेट्रोल किन हुँदैछ त भन्दा गरिबको खुन चुसेर हिजो जेन्दी आन्दोलनमा भएका सम्पूर्ण घाटा, सम्पूर्ण जति पनि हाम्रा संरचना जलाइए ती अहिले गरिब जनताबाट हिजो त खुन चुसे। हिजोका शासकहरूले त खुन चुसे, यिनीहरूले त हाम्रो हड्डी निकालेर अब बाँसुरी मात्र बजाउन बाँकी छ। यो कुरा पत्रकार दाजुभाइहरूले विचार गर्नु होला, किनभने शासक भनेको कसैको बाउको पियावा हुँदैन। शासकले के काम गर्छ त? शासकले आफ्नो राष्ट्रिय हेर्छ, आफ्नो नाका हेर्छ, सिमाना हेर्छ, देशमा भएका संरचना हेर्छ र यहाँभित्र भएका मानव बस्तीलाई पनि उसले घाँसबास कपासको निर्णय गर्छ। हाम्रो शासक भतुवा, अमेरिकाको भतुवाले के बोलिदियो? अब झ्यापमा थियो, कालो चस्मा लगाएको थियो, बालेन शाह आयो भने बिचरा हर्क साम्पाङले पनि सोचे के बोल्छ, स्वाट्टा आएर के भनिदियो, इन्डियाको भूमि त हामीले मिचेको हो भनिदियो। ल हेर्नु तपाईँहरूको प्रधानमन्त्री
तपाईहरू घन्टेहरूले बनाएको प्रधानमन्त्री। मेरा पत्रकार दाजुभाइहरूले के भन्नुहुन्थ्यो मलाई, रविजी, रवि र बालेन आयो भने यो देशको नमुनै चेन्ज हुन्छ। नमुना त चेन्ज भइसक्यो त। आज गरिब दुखीहरू सबै विदेश लखेट्दैछ बालेन शाहले। 2-4 जना हामी जस्ता बोल्ने युवाहरूलाई मुद्दामाथि मुद्दा लगाएर जेल हाल्दैछ उसले। कहिले पूर्वको हिरासतमा पुर्याउँछ, कहिले पश्चिमको हिरासतमा पुर्याउँछ। अब रवि लामिछाने आफ्नै प्राइभेट वकिललाई महाधिनिया वक्ता बनाएर बसेको छ। हेर्नु यहाँ अब न्यायालय के रवि लामिछानेका बाबुले बनाएको हो र? यो सर्वोच्च अदालत बालेन शाहकी आमाले दाइजोमा ल्याएकी हो र? हाम्रा कानुनमा प्रतिकार यिनले हस्तक्षेप गर्दैछन्, हाम्रो न्यायालयमाथि हस्तक्षेप गर्दैछन्। हिजो पुलिस मारे, अहिले तिनीहरूलाई पुलिसलाई बढी गार्ड बोकेर हिँड्दैछन्। रासपाका नेताहरू गाउँमा एक्लै गएर देखाउन् त। हिजो त भन्थे त पुराना नेतालाई एक्लै हिँडेर देखाओ भन्थे त। आज रासपाका नेता गाउँमा जाने सिस्टम छैन। त्यो सिंहदरबारभित्र पनि बालेन शाहले पुरै सेक्रेटी दिन्छ, कसैलाई नबोल भन्छ, बोल्यौ भने तिमीहरूको जागिर जान्छ भन्छ। हेर्नु, घन्टेका 182 जना नेता अमेरिकाको क्यालिफोर्नियाको नीलो घन्टा 180 केजीको बोकेर सिंहदरबार छिर्छन्। ऐ गर्दै अब बोलौँ भने पनि के बोलौँ? बोल्ने कुरा के छ? हिजो 80 खरब रुपियाँको चाहिँ यो देशको नेपाली 3 करोड जनताको शिर सिंहदरबार आगो लगाएका छन्। नेपाली जनताको छाती सर्वोच्च अदालत आगो लगाएका छन्। नेपाली जनताले हिँड्ने खुट्टा सुरक्षा निकायलाई ब्ल्याङ गोली हानेर, जुत्ताले हानेर, ग्याटिस गुलेली हानेर मारेका छन् भने यी देश बनाउने व्यक्ति होइनन्। के बालेन शाहलाई काठमाडौँ महानगरपालिकाको चुनावमा हामीले नि जिताएर ल्याएका थियौँ? उनलाई भित्र हालेर मात्रै हामीले खाना खाएका थियौँ। हाम्रो सपना के थियो? बालेन शाह एउटा इन्जिनियर हो, उसले पढे लेखेको छ, उसलाई हामीले मेयर बनायौँ भने केही न केही राम्रो काम त गर्ला केन्द्रीय सरकारसँग मिलेर भनेर हामीले उसलाई मेयर बनायौँ। लास्टमा 2 वर्षमै उत्तानो पर्यो। त्यो गाँजा खाने, ड्रग्स खाने मान्छेहरूको के हुन्छ भने तपाईँको दिमागको नसा सुकेको हुन्छ। तपाईँहरूले यो कुरा डक्टरहरूलाई पनि बुझ्नु होला र विज्ञहरूलाई पनि बोल्नु। हिजो यही बालेन शाह होइन मदर फक्कर फादर फक्कर भन्दै आउने, हाम्रा छोराछोरी जन्मिने बित्तिकै यही भनेर बालेनकी छोरीले पनि यही बोल्न थालिरहेछ भने उसका ब्याडल सुन्नु। ऊ एउटा गाली गरेर आएको एउटा बेजती केटोलाई आज अमेरिकाले हेर्नु हावातालमा ल्याएर प्रधानमन्त्री बनाइएको छ। उसले सपनामा पनि सोचेको थिएन होला म प्रधानमन्त्री हुन्छु भनेर। यो सुदन गुरुङ ट्यापेले सोचेको थियो म प्रधानमन्त्री हुन्छु भनेर? तपाईहरूलाई थाहा छ यो कुरा? हिजो धरानमा गएर मेरा भाइका घरमा बसेर यसो डिजे बनाएर डिजेवाला बाबु मेरा गाना चलादे भन्ने भतुवा फेरि तपाईँको रिभर आयो माइती घरमा बसेर के भन्छ यसले भने अहिले दिउँसो त मान्छेले देख्छन्, पत्रकारहरूले घेर्छन्, मलाई लाज लाग्छ, दिदीबहिनीहरू म बेलुका आउँछु भन्छ। 2-4 जना चेलीबेटी लगेर राखेको छ, दुनियाँ नेताको चरित्र हत्या गरिरहेको छ भने हामीले के बुझ्नुपर्छ भने शासक भनेको कसैको प्राइभेट हुँदैन। अहिलेको शासक भनेको तपाईँको हामीले के बुझ्नुपर्छ भने सिधै अमेरिका युथ फोर्सबाट चलेको छ, अमेरिकन डलरबाट चलेको छ। तपाईँ एउटा कुरा भन्नु, हिजो बालेन शाहले मेयर हुँदाखेरि ग्रेट नेपालको चाहिँ तपाईँको यत्रो नेपाली एउटा नक्सै लिएर बसेको थियो। आज कहाँ छ त्यो ग्रेट नेपालको नक्सा? तपाईँहरू पत्रकार दाजुभाइ दिदीबहिनीहरूले गएर यो प्रश्न गर्नुभएको छ बालेन शाहलाई? तपाईँहरूले पुग्नै पाउँदैन बालेन शाहसम्म, कुनै नेपाली जनताले देख्न पाउँदैन बालेन शाहलाई भने तपाईँहरूले बुझ्नुहोस् हाम्रो शासक, हाम्रो राष्ट्रियको प्रमुख उहाँ के भन्छ फिया परेर इन्डियाको जग्गा हामीले त इन्डियाले त अब मेरो जग्गा कहाँ तैँले कब्जा गरेको छस् भनेर बालेन शाहलाई प्रश्न गर्दै गर्दा बालेन शाहले कहाँ देखाइदिन्छ त हामीले नेपालीले जमिन लुटेको? तपाईँहरू पत्रकार दाजुभाइहरूले मजाक गर्नुहुन्छ। जति बालेन शाहको अधिकार छ त्यति तपाईँहरू प्रत्येक नागरिकको अधिकार छ। के हातमा चुरा लगाएर बस्ने हामी यस्ता अपराधी शासकसँग आज हामी घरभित्र लुकेर बस्नुपर्ने? तपाईँहरू पत्रकार दाजुभाइहरू किन बालुवाटारभित्र पस्नुहुन्न? हिजो केपी ओली हुँदाखेरि तपाईँहरू ती आगो लगाउनेका फोटा खिच्दै हिँड्नुहुन्थ्यो, पुलिस मार्नेका भिडियो बनाउँदै हिँड्नुहुन्थ्यो। तपाईँहरू आज किन त्यसरी बोल्नुहुन्न पत्रकार दाजुभाइहरू? किन तिनीहरूका मुखमा हानेर तपाईँहरू प्रश्न सोध्नुहुन्न? किन ती क्वेसनहरू सोध्नुहुन्न? किन एन्सरहरू सोध्नुहुन्न? हिजो किराना पसल लात्तले हान्दै हिँड्थे कोही तपाईँका दुनियाँ तथा नाम ओली, तेरो देश ओलीको मात्रै देश हो यो? 3 करोड नेपाली जनताको देशलाई एउटा ओलीको देश भनेर देश जलाइदिने, एउटा ओलीको नाम लिएर प्रधानमन्त्री खाइदिने, ओलीको नाम लिएर गृहमन्त्री खाइदिने यिनीहरूले, त्यो हामी कदापि पनि हामी सहन सक्दैनौँ। हामी 240 वर्षदेखि यस्ता शासकहरूसँग लड्दै आएका छौँ। आज केही काम नपाएर इन्डियाको एउटा चौकीदार जस्तो टोपी पनि टेढो लगाएर स्पोर्ट सुज लगाएर ठ्याक्क आएर 2-4 जना आफ्ना प्राइभेट मिडिया राखेर
जेठ 19 गतेको फाइल खोलिन्छ भन्छ एउटा ट्यापे सुदन गुरुङ। यसको औकात हेर, यसको लेभल हेर, यसको ल्याकत छ त्यो गर्ने। उसको फाइल कसले खोल्ने थाहा छैन। सबै आफ्ना भित्र कमेडी बनाएका छन्। सुदन गुरुङले सफाइ पायो, रवि लामिछानेले सफाइ पार्यो भनेको छ। सर्वोच्च अदालत पनि फ्या परेको छ, जिल्ला अदालत पनि फ्या परेको छ, न्यायालयलाई त्यति नै गाली गरिया छन्, पुलिस पनि मारिया छन् भने यस्ता व्यक्तिले के देश बनाउँछन् भनेर हामीले भरोसा गर्नुपर्ने जरुरी त छैन होला दाजुभाइ दिदीबहिनीहरू। त्यो भएको कारणले म आदरणीय हाम्रा पत्रकार दाजुभाइ दिदीबहिनीलाई के भन्न चाहन्छु भने तपाईहरू पनि राज्यको चौथो अङ्ग हो, तपाईहरू अगाडि बढ्नुपर्छ र तपाईहरूले प्रतिकार गर्नुपर्छ। किनभने पत्रकार बिना केही हुँदैन, मिडिया बिना केही हुँदैन। आज यी मन्त्री प्रधानमन्त्री फ्याउटाहरू कसरी बनेका छन् त? तपाईहरूले बनाइदिएको, तपाईहरूको क्यामेराले बनाइदिएको भने अब तपाईहरूले के बुझ्नुपर्छ भने एउटा नारा उठाउनुपर्छ। गरिबको चमेली घर भत्काउने होइन, हाम्रो राजदरबार अगाडि अमेरिकन एम्बेसी छ त्यो डोजर लगाउने भनेर तपाईहरूले आवाज उठाउनुपर्छ। यो आवाज प्रत्येक नेपालीले उठाउनुपर्छ। हामीले अमेरिकन युथ फोर्स त्यो ग्रुपै खारेज गर्नुपर्छ। यो बारबारा फाउन्डेसन खारेज गर्नुपर्छ। के हामी यहाँ के हेरेर बस्ने? हामी ठुलो ठुलो रमिता हेरेर बसिरहेका छौँ, हामीलाई लुटिरहेका छन्, हाम्रा जमिन तलबाट खनिरहेका छन् विदेशी साम्राज्यवादीहरू र पुँजीवादीहरूले। बारबार कहिले हाम्रा राजा मार्ने, कहिले हाम्रा नेताहरू मार्ने, कहिले हाम्रा विज्ञहरू मार्ने काम गरेका छन् भने यी आवाज हामीले उठाउनुपर्छ। यी पुँजीवादहरूको अन्त्य गर्नुपर्छ। यी साम्राज्यवादीहरूलाई हामीले लखेट्नुपर्छ। आज सुदन गुरुङको भनाइ के हो तपाईहरूले बुझ्नु होला। जेठ 19 गतेको फाइल खोल्नु भनेको हाम्रो पृथ्वी पथको अन्त्य गर्नु हो। तपाईहरू पत्रकार दाजुभाइहरूले आवाज उठाउनुपर्छ र यस्ता भतुवा विदेशी सरकारका पुँजीवादी दलालीहरूलाई हामीले हाम्रो देशबाट लखेट्नुपर्छ। सुन्नु, म एउटा सच्चा देशभक्ति नेपाली नागरिक हो। मैले नागरिक बनाउन जाँदा मलाई मेरो सरकारले के भनेको छ भने समाजमा कुनै पनि प्रकारका अराजकता कामहरू हुन्छन्, अगर त्यहाँ हुँदैछन् भने तपाईँले नजिकको पुलिस चौकीलाई पनि फोन गर्न सक्नुहुन्छ, नजिकको वडा कार्यालयलाई पनि तपाईँले फोन गर्न सक्नुहुन्छ भनेर मलाई आदेश दिएको छ। अगर मैले त्यो गर्न सकिनँ भने तपाईँले आफै कारबाही गर्न सक्नुहुन्छ भन्नुहुन्छ। एउटा पत्रकार चाहिँ मलाई अराजकता बनाउनुहुन्छ। आफ्नो खाएर पानी पिएर माटो खाएर यही जमिनको रक्षा गर्नका लागि 6 वर्षदेखि रविरत्न चुडाल एउटा क्रान्तिमा हिँड्दैछ। त्यो क्रान्ति भनेको हामी कम्युनिस्टले 2007 सालदेखि लिएका छौँ। यो देशबाट राणाको अन्त्य गऱ्यौँ। यो देशबाट राणालाई अन्त्य गरेर हाम्रा नेपाली दाजुभाइलाई स्कुल र कलेजसम्म पुर्याउने काम गऱ्यौँ भने पत्रकार महोदय हामी कसरी अराजकता हुन सक्छौँ? अराजकता व्यक्तिहरू 182 जना घन्टे ग्याङहरू चाहिँ तपाईँको सिंहदरबारमा छन्। तिनीहरूलाई गएर किन तपाईँ अराजकता भन्न सक्नुहुन्न? मैले कसको के बिगारिदिएको छ? लोकतन्त्र हो, मैले बोल्ने अधिकार छ। मेरो शासक हो, यो मेरो शासक हो, शासकको विरुद्ध मैले बोल्न पाउने मेरो अधिकार छ। म आज चामल महँगो भएको छ, दाल महँगो भएको छ, तेल महँगो भएको छ, म छोराछोरी पढाउन सक्दिनँ। हिजो डाक्टरले यसो अनुहार हेर्दा 500 लिन्थ्यो, आज 1000 लिन्छ। दिनभरिमा 700 रुपियाँ कमाउँछु। मैले मेरा 2टा छोराछोरी कसरी पढाउने? हिजो 30,000ले मेरो घर खर्च चल्थ्यो, आज 90,000 चाहिन्छ। त यस्ता भतुवा अर्काका दलाली शासकलाई हामीले प्रतिकार नगरेको पत्रकारले गर्ने त? शासकलाई कसले विरोध गर्छ? जनताले विरोध गर्छ। शासकलाई कसले अम्लो ठड्याउँछ? नागरिकले अम्लो ठड्याउँछ। अब म तपाईँहरूलाई भन्छु, सभ्य भाषा हामीले अभ्य सभ्य बोल्दैनौँ। भतुवा हुन्, यी विदेशीका भतुवा हुन्, यो मेरो अधिकार छ। सुन्नु होला, म तपाईँलाई भन्छु। हाम्रो आदरणीय नेता हर्क साम्पाङजी सुइया जानुहुन्छ संसदमा, आज सिकाउँदैछन् त्यहाँ केही भेडाहरू। उहाँ के भन्छन्? बाँदर मार्ने भन्छन्। बाँदर जति त 182 जना सिंहदरबारमा छन् त, बाँदर कहाँ गएर मार्ने? जानवर मारिदिने? दुनियाँ मान्छे मारे, पुलिस मारे, देश जलाए, अनि बाँदर जति गएर सिंहदरबारमा भेला भएका छन् बाँदर मार्ने भन्छन्। बाँदरलाई त हामीले जाल ओछ्याइसकेका छौँ। 182 जना सिंहदरबारमा बाँदर छन् नि, यी ढेडु बाँदरहरूलाई हामीले जाल ओछ्याइसकेका छौँ। तपाईँहरूले एउटा कुरा भन्नु, 6 महिनाभित्र जसरी बौला कुकुरलाई नागरिकले लखेटी 7 डाँडा कटाउँछ नि, बालेन्सालाई नागरिकले त्यसरी नि लखेटी यो देशबाट लखेटिदिन्छन्। अब धेर टाइम लाग्दैन, तपाईँहरूले यो बुझ्नु होला। किनभने एउटा हिन्दीमा गाना छ, गुङ्ग बिना सुरताला गाने लागे गान, ये सुन कर बहिरी रे के आपने कर। लाटो बोल्दैन,
अन्धाहरूले चस्मा बेच्न थाले, यिनीहरूले कपाल नहुनेलाई काइयो बेच्न थाल्यो घन्टेहरूले। त्यो भएको कारणले हामीले यो सरकारलाई कहिले पनि सरकार मान्दैनौँ। यो सरकार हाम्रो लागि बनेको होइन, नेपाली जनताको लागि बनेको होइन, यो राष्ट्रियको लागि बनेको होइन, यो श्री बारबारा फाउन्डेसनको लागि बनेको। र हर्क साम्पाङलाई प्रश्न सोधेको छ, 1 मिनट पत्रकारहरू, हर्क साम्पाङलाई के सोधिएको छ भने, अध्यक्षज्यू तपाईँ चाहिँ अलिकति अपहेलना गर्नुहुँदैछ संसदलाई भने, त त्यही संसदमा बसेर ओ आतङ्ककारी प्रचण्डे, ओ आतङ्ककारी केपी ओली भन्ने यही रवि लामिछाने त्यही बालेल सातेली होइन नि त? यिनीहरूलाई त त्यस्तो भनेका छैनन्। नाकका दाढीमा टुडी खेलमा लगेर भन्ने यही रवि लामिछाने छौडा भूतप्रेत होइन? कैदी नम्बर 133। त्यो भएको कारणले मुख समालेर बस्नुहोस्, थुतुन समातेर बस्नुहोस्। हर्क साम्पाङले बोल्छ, हर्क साम्पाङले त्यो टेबल उठाएर तिमीहरूको टाउको फुटाउँछ। हर्क साम्पाङ जे बोल्दैछ देशको लागि बोल्दैछ, राष्ट्रियको लागि बोल्दैछ। अगर हर्क साम्पाङलाई देब्रे दाइने हुने कोसिस भयो भने हामी जस्ता नि 5 लाख नागरिक छ नि, सिंहदरबार झ्यापझुप पारिदिन्छौँ। थ्याङ्क यू। जय देश, जय नेपाल।